माछा हैन अनि यो नफसालेस् नि पेट त भर्दै होला नि त भएन हेलो गाइस फेरि पनि स्वागत छ हजुरहरुलाई बाबु भ्लगीको भ्लगमा र हामी चाहिँ फेरि हिजो त्यो अस्ति जाल थाप्न आथिन हैन हो त्यो जाल निकाल्न आएको छौं हामी माछा कति पर्या छ के गर्या छ हामी सब चाहिँ भ्लगमा देखाउने वाला छौं र तपाईहरुले पनि हेर्दै हेर्दै जानु ल हाम्रो चाहिँ यहाँ थाइबारी भन माछा कति पर्या छ म त्यो निकाल्छु देखिन्छ माछा पर्या छ या पर्याएन नपरेको भए त हामीसँग चाहिँ जुगाड भनेको अब यही हो अब हिजो यस्तै त्यो जान सकिएन नि त पानीमा आज त बाहिरैबाट काठोले कोट्टाइ भए पनि निकाल्ने हो क्या ल यसले चाहिँ परेको छैन रहेछ है अब त हामीले यसरी यस्तो गर्छौं यसलाई अनि बोरामा प्याक नचिकाइछ ए चिक्के माछा ओए माछा के खाइदिएको यार माछा चाहिँ हाम्रो खाइदिएको छ है गाइस यो कि पानी हाँस कि उसले खाइदिएको त्यो के एउटा हिँडेर पानीमा एउटा बिरालु जस्तो हुन्छ बिरालु जस्तो बिरालु त्यो बिरालु जस्तो खाइदिएको माछा खाइदिएको चाहिँ छिटो गर्नुपर्ने हुन्छ हामीले चाहिँ कस्तो जहिले हामी खोलामा आउँछौँ नि जहिले चेताउँछ क्या यसले चाहिँ माछा खाइदिएको छ यहाँ त ए गाइस एउटा यो माछा होइन अनि यो त्यहाँ गानी स्योर ए माछा माछा वाले माछा पर्या छैन बे कस्तो पनौती दिनमा आइएछ है माछा पर्या छैन माछा यस्तो दुःख गरी बल्ल एउटा माछा पर्छ क्या ऊ तलदेखि बल्ल एउटा दुईवटा बल्ल दुईवटा पर्यो क्या 4-5 वटा जाल उठाएर पनि बल्ल त्यो पनि यो माछा पनि ऊ त्यहाँ माछा यार जस्तो ढुङ्गा झुन्नाको छ त्यस्तै पर्ने भयो त है ओहो पर्दैन क्या गाई तर पर्दैन माछा चाहिँ यही हो मेरो हात यस्तो काटिसकेको छ चिसो भएर माछा परेन हजुर माछा परेन जिउ मात्र काट्यो यस्तो जाडो छ नि यस्तो जाडो छ त माछै पर्दैन यार यस्तो पनि हुन्छ रे ऊ त्यहाँ हैन त्यहाँ जान चाहिँ अब गाह्रो भयो हामीलाई किनकि चिसोले बनायो क्या त्यहाँ जानै नसक्ने परिस्थितिमा भयो क्या त्यहाँ म यो डोरीमा ढुङ्गा अड्काएर तान्न लाग्छु बारे त्यहाँ माछा एउटा माछा परेको छ होइन अनि तान्छु म माछा हो या होइन हेरौँ अब योले काम गर्ला जस्तो छ कस्तो जाडो हो यहाँ त एउटा माछा पर्छ यार
एउटा पर्यो एउटा आजको दिनमा चाहिँ हामी चाहिँ अलिकति अभागी रहेछौँ क्या अभागी माछा धेरै मरेन मर्नु पर्ने हो नि त केही नभए पनि आधा किलो माछा त मर्नु पर्ने है माछा मरेन क्या अनि मेरो भाइ चाहिँ अगाडि गयो म चाहिँ पछाडि माछै मरेन क्या माछै मरेन है माछा मेरो सोल्टिनी खै भने जस्तै माछा माछै मरेन अब जति छ त्यसलाई झिक्छौँ अनि खाइदिने हो पकाएर अघि न खोलामा मैले जाल चाहिँ मैले झिकेँ होइन मैले अब माछा झिक्ने पालो चाहिँ मेरो भाइको तैँले चाहिँ माछा झिक भाइ यस्तो हाच्चिसो काटेको नि माछा झिक्ने काम चाहिँ तेरो एउटा माछा चाहिँ झिकेको छ अनि फेरि एउटा होला 5-6 माछा होला नि त 5-6 ल हाल माछा आहा माछा चक्कुला अनि हाम्रो माछा कति परेछ थाहा छ मात्र 8वटा माछा मात्र 8वटा पानीले मरेन र अब आज मर्दैन हाम्रो माछा देखाइदिएर खालमा हाल्न यति हो क्या माछा हाम्रो त्यही पनि छोडेर होइन क्या यसले त जे गरेर भए पनि हल्का फल्का अहिले यसमा मसलादार हालेर खाइदिने हो हाम्रो माछा चाहिँ यसमा यो माछामा चाहिँ होइन बेसार नुन अनि मसला अनि अलिअलि खुर्सानी तयार पारिसकेको छ यसमा चाहिँ अनि यो माछा चाहिँ जान्छ त्यसमा माछाको पिसको छ 1 2 3 4 5 6 7 3 6 7 60 मात्रै अनि यो माछा चाहिँ हाम्रो आमाले पाउँदैन हैन ऊ त्यो कराईमा अब खै मैले 8 जस्तै देखेँ मैले तर खै के हो माछा चाहिँ पाक्छ अनि खाने हामी चाहिँ माछा चाहिँ ऊ यसमा पाक्छ क्या कस्तो जाडो हो घाम छिटो आइज अच्छा यो मेरो दाउरा एक्लै खाने हो खाऊ न फाइनली माछा फ्राई भइसक्यो फाइनली माछा फ्राई भइसक्यो र यो माछालाई चाहिँ फेरि यसमा प्याज यताउता गोलबेडा सोलबेडा हालेर यो त्योमा चाहिँ हैन अब त्यो माछामा चाहिँ यो फ्राई भइसक्यो माछामा चाहिँ अब प्याज गोलबेडा सोलबेडा हालेर यताउता खाएर झोल बनाएर खाने हो झोल तातो झोल नखसालेस् नि कस्तो मान्छे इन्सुरेन्स म लिएर आउँछु पेट त भरेर होला नि त भएन अब घरभित्र जाने मस्तले बस्ने ल बाबु नानीहरू अनि यो माछाले उठाएर यसमा लपटेर यस्तो गरेर यस्तरी खाने हो नि अब माछाको टाउको चाहिँ यसमा चाहिँ अनि माछाको पुच्छर अनि यो दुईजना साउ र साउनीहरूलाई
अब माझ्नु पर्छ घाम चाहिँ बल्ल त्यहाँ आउँदैछ घाम चाहिँ जाडोले मर्न लागिसके घाम पनि आउँदैन र अब चाहिँ मेरो अरू काम छैन अरू के काम छ भने चाहिँ त्यही अब मेरै काम छ अलिअलि के गर्न अब त्यही काम छ अनि म मेरो भ्लगलाई यही सकाउन चाहन्छु लास्टसम्म हेरिदिनु भयो माया प्रेम सब देखाउनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि सबै गरिदिनु होला आजलाई यति बाई बाई ठग लाइफ